सन्चै हुनुहुन्छ? हजुर। अनि ब्याडमिन्टन खेल्दा एकदमै स्वास्थ्य राम्रो भइहाल्छ नि होइन र? हजुर। ब्याडमिन्टन खेल्दा चाहिँ मेची नगरपालिकामा हल छ है? हजुर। कति वर्षको उमेरदेखि खेल्न सुरु गर्नुभयो? मैले फर्स्ट स्टार्ट गर्दाखेरि म 10 वर्षको थिएँ। हजुर। अनि त्यतिखेर हल पनि थिएन, हामी यतिकै बाहिर त्यो माटोको उयसमा के अरे त्यो कोर्ट बनाएर खेल्थ्यौँ त्यो बेला चाहिँ। अनि कोर्ट त धेरै पछि बनेको, त्यसको 3-4 वर्षपछि बनेको। हेडफोन लाउँदै राम्रो हुन्छ नि, यसो आफूले बोलेको आउँछ, सुनिन्छ कस्तो बोलिँदैछ? आफ्नै भोइस आउँछ ब्याक भएर? आउँदैन। यो चाहिँ यसलाई चाहिँ हेडफोन भनेर मोनिटरिङ पनि कि आफूले बोलेको चाहिँ कस्तो आइरहेछ अनि कसरी बोल्ने भनेर चाहिँ अलिकति सपोर्ट गर्छ कि त्यो हिसाबले सुनिन्छ? सुनिन्छ। आफ्नो आवाज चाहिँ कस्तो लाग्छ कुन? आफूले ब्याडमिन्टन खेलेको बेला कस्तो लाग्छ? जस्तो पछाडि हेरिन्छ होला नि गेम चाहिँ, कहिलेकाहीँ त्यो लाइभ भइरहेको आफूले आफ्नो गेम। हजुर। आफूले जितेको छ भने चाहिँ म प्राय हेर्दिनँ होइन। इफ मैले हारेको छु भने चाहिँ त्यो गेम चाहिँ रिपिट गरेर चाहिँ हेर्छु। त्यस्तो पो हुन्छ? हजुर। क्या मिस्टेक गरेँ मैले, के गरेँ फल्टहरू, त्यो चाहिँ म हेर्छु। जितेको गेमहरू चाहिँ म प्राय हेर्दिनँ। जितेकोहरूले हेर्छु। हजुर। किनकि आफ्ना शुभचिन्तक होइन, हजुर, जसले सपोर्ट गर्छ। त्यो त्यसरी गाउँमा सुरु भयो ब्याडमिन्टन? हजुर। सुरुमा त्यो ऱ्याकेट चाहिँ कति मूल्यकोले खेल्नुभयो? भन्दाखेरि विश्वास गर्नुहुन्न होला होइन। फर्स्टमा मलाई फ्यामिली सपोर्ट थिएन स्टार्टिङमा होइन। अनि मेन भनेको बाबा, अनि बाबाले चाहिँ सपोर्ट गर्नुहुन्न थियो, खालि पढाइ मात्रै गर्नुहुन्थ्यो। अनि लुकी खेल्न जान्थेँ, ट्रेनिङ गर्नु जान्थेँ। अनि मेरो फर्स्ट ऱ्याकेट भनेको 100को 2टा आउँछ नि पेयर ऱ्याकेट, त्यो हेभीवाला हो, त्यहाँदेखि स्टार्ट गरेको मैले। त्यसरी तान्दा पनि लुज स्ट्रिङ एकदम त्यो हेभी न हेभी हुन्छ नि, त्यो 2टा आउने। लगभग अहिले त्यो 500-600मा आउँछ होला। हजुर हजुर। अहिले नानीहरूलाई हजुर त्यो बाटोमा खेल्छ नि त्यो पेयर वाला, पुस्तक पसलमा किनिदिराखेको हुन्छ नि त नानीहरूलाई। पैसा चाहिँ कोबाट लिएर किन्नुभयो? मम्मी? फुपूले किनिदिनु भएको थियो फर्स्टमा चाहिँ। त्यो पनि फुपूले? हजुर। किनभने मेरो फ्यामिलीबाट चाहिँ स्पोर्ट्स एक्स्ट्रा त्यो उयसमा चाहिँ थिएन क्या सपोर्ट्स, खालि पढ्नु, नेपालमा पढाइ बाहेक अरूमा स्कोप छैन भन्नुहुन्थ्यो क्या, खालि पढेपछि सबै हुन्छ भन्ने। हजुर। अनि कहिलेकाहीँ त फेरि छोरी मान्छे हो बिहे गरेर जाने हो भन्ने पनि हुन्छ नि त्यस्तो थर्डको चाहिँ हुन्न मेरो प्यारेन्ट्सहरू चाहिँ। अनि त्यो चुट्टिन्थ्यो अथवा भाँचिन्थ्यो, के गर्नुहुन्थ्यो फेरि? अर्को के भाँचिन्थ्यो भन्दाखेरि पनि स्म्याच हान्दाखेरि त्यो सर्टल भित्रै अड्किन्थ्यो के। भनेपछि त्यतिखेर फुल पावर लाएर खेल्नु हुँदो रहेछ सानैदेखि? कस्तो भन्दाखेरि लेफ्ट ह्यान्डेड थिएँ म छु होइन। अनि बाहिर बाटोमा खेल्दाखेरि देख्नु भएको हो नि त मेरो गेम, लाइक बेसिक लेभलको त नलेज थिएन मसँग, जस्ट हातमा पावर थियो। अनि त्यसपछि त्यही गाउँको अङ्कलहरूले चाहिँ देखेर यसले राम्रो गर्ने रहेछ भनेर चाहिँ, अनि फेरि ठिक्क त्यो बेला कोच पनि आउनुभएको हो क्या, उत्तम गुरु भन्ने, हाम्रो विराटनगरको। अनि उहाँसँग मैले 6-7 मन्थ ट्रेनिङ लिएँ क्या। अनि फेरि मेरो एकदम ड्रास्टिक, हजुर, फेरि आउटडोरमा थियो माटोको कोर्टमा, हावा लाग्ने होइन। अनि फेरि ड्रास्टिक इम्प्रुभ भयो क्या मेरो चाहिँ। त्यतिखेर त आउटडोरमा त हावाको मुभ हेरेर हान्नु पर्यो नि त होइन? आउट गएको जस्तो हुन्छ तर हावाले बिस्तारै अनि गुरुले सिकाउँदा त धेरै भविष्य पनि देखाएको थियो होला। अनिता गिरीले राम्रै खेल्छ, भोलि गएर एउटा नेसनल इन्टरनेसनल प्लेयर हुन्छ भन्ने। गुरुलाई चाहिँ कहाँसम्म आश चाहिँ भइसकेको थियो गेम इम्प्रुभ भएको देख्दा, त धेरै गाली गर्ने के, किनभने मसँग प्रपर ऱ्याकेट पनि थिएन, अनि प्रपर ड्रेसहरू पनि थिएन नि त, म त लुकी जान्थेँ घरदेखि। अनि गुरुले त्यो कुरामा चाहिँ कम्प्लेन गर्नुहुन्थ्यो मलाई चाहिँ, यो राम्रो हुने प्लेयर हो, किन यसलाई यस्तो छ भन्ने टाइपको कुरा गर्नुहुन्थ्यो क्या। यहाँ रञ्जित गजमेर यहाँ आउनुहुँदा नि भन्नुहुन्थ्यो कि उहाँहरूको समयमा चाहिँ यस्तो थियो अरे कि कहीँ कतै गएर सङ्गीत अथवा
तबला केही बजाएर आयो भने चाहिँ घरमा चाहिँ एकदमै गाली गर्नुहुने अरे कि त्यो गरेर हुन्छ पढ्नु पऱ्यो जागिर गर्नु पऱ्यो पैसा कमाउनु पऱ्यो कि त्यो बेलाको चाहिँ एकदम खाली पढाइ काम अनि पैसा अहिले चाहिँ धेरै चेन्ज भएको छ है यो गुरु त अहिले पनि भेटरान्समा खेल्नुहुन्छ नि धेरै ठाउँ जित्नुहुन्छ हो उहाँलाई देख्दा तपाईँले कस्तो अनुभव हुन्छ अहिले पनि उहाँको टेक्निकहरू जुन छ अनि अपोजिसनले खेल्ने टेक्निकहरू एकदमै उहाँले दिमाग लगाएर खेल्नुहुन्छ नि हजुर मेरो बेसिक लेभल भनेको नि गुरुदेखि नै लिएको मैले चाहिँ ट्रेनिङै गुरुदेखि लिएको 6 गुरुदेखि स्टार्ट गरेँ तर आर्मीले चाहिँ मलाई त्यो हुन्छ नि पोलिस गर्यो क्या मलाई चाहिँ उहाँ गुरुलाई चाहिँ ट्रेनिङको लागि कसले लिनुभएको थियो काँक्रेबिट्टामा मेची ब्याडमिन्टन क्लबबाटै नै मगाएको थियो भनेपछि मेची ब्याडमिन्टन क्लबलाई विशेष धन्यवाद दिइरहनु पर्यो होइन अनिता गिरीले चाहिँ हजुर त्यो बेला चाहिँ किनकि स्टार्टिङ उहाँहरूले गरिदिनु भयो तर कन्टिन्युटी चाहिँ गर्न चाहिँ हेल्प गर्नु भएन घरमा बुवा आमाले जस्तै भएछ होइन एउटा पोइन्टमा चाहिँ प्यारेन्ट्सको सपोर्ट थिएन होइन अनि मेरो फर्स्ट टुर्नामेन्ट 8 मन्थ पछि मैले पूर्वाञ्चल खेलेको थिएँ क्या अन्डर 14 त्यतिखेर म जस्ट 10-11 को थिएँ क्या अनि त्यसपछि मेरो फर्स्ट टुर्नामेन्ट म जितेर आएँ क्या कहाँ भएको थियो त्यो विराटनगरमा भएको थियो जुनियर भएको थियो अनि त्यसपछि बाबाले चाहिँ यसको जितको अगाडि म नसक्ने रहेछु भने हार मान्नुभयो क्या अनि त्यसपछि अहिले त फुल सपोर्ट त्यसपछि मैले सबै कुरा बेस्ट पाएँ क्या ऱ्याकेटदेखि लिएर एभ्री कुराहरू सबै बेस्ट पाएँ क्या त्यसपछि चाहिँ सपोर्ट नै फुल मलाई काठमाडौँ पुऱ्याउने ट्रेनिङ गराउने सबै बाबा त्यसपछि त्यहाँदेखि बाबाले चाहिँ सपोर्ट गर्नु अहिले त पुरै त्यो सुरुको गाह्रो कस्तो भयो होला है बाबाले कस्तो फिल गर्नु होला त्यो जब जितेर आएपछि छोरीप्रति एकदम खुसी हुनुभएको थियो त्यो बेला चाहिँ किन प्यारेन्ट्सले वास्तवमा आफ्नो परिवारभित्र भएको एउटा कला होइन एफोर्ट चिन्न नसक्नु पनि एउटा कमजोरी हो है हजुर त्यतिखेर त हाम्रो बेलुकाको सेसन हुन्थ्यो है अनि बाबा त्यतिखेर काममा जानुहुन्थ्यो नि त अनि सेसन सकेर आएर बाबा आउनुभन्दा अगाडि पढेर बस्नु पर्थ्यो क्या छिटो खेलेर आएर सकाएर चाहिँ लुकी 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 त्यो गेमको सुरुवातमा चाहिँ तपाईँले जुन ट्रेनिङ लिनुभयो है एकदमै त्यस पछाडि 100 रुपियाँमा जोडी आउनेदेखि तपाईँले कतिको ऱ्याकेट एकैचोटि 3000 कावासाकीको मलाई अहिलेसम्म याद छ 3 स्टार ऱ्याकेट किनिदिनु भएको थियो मलाई बाबाले कावासाकीको हजुर 3 स्टार वाला अहिलेसम्म मलाई यो याद छ के भनेर किनिदिनु बाबाले के भन्नुभयो राम्रो खेल्दै रहेछस् अब मैले सकिनँ त्यो जितको अगाडि अब यसमै कन्टिन्युटी दे भन्नुभयो तँलाई जेमा इच्छा छ त्यही गर भन्नुभयो अहिले चाहिँ के भन्नुहुन्छ बाबाले बाबा त अहिले फुल सपोर्ट हो बाबाले छोरीलाई त्यहाँदेखि मात्रै पूर्वाञ्चल जितेपछि मात्रै चिन्नुभयो यसले चाहिँ गर्ने रहेछ भन्ने टाइपको सायद घरकै म फर्स्ट पनि भएर होला क्या फर्स्ट बाहिर त्यस्तो पढाइदेखि बाहिर केही गर्ने तर त्यो सुरुमा चाहिँ कसले लग्यो हाम्रो घरको छेउमा डिलिराम घिमिरे भन्ने अङ्कल हुनुहुन्छ क्या खेलकुद विकास समितिको अध्यक्ष हजुर अनि त्यही बाटोमा खेलिरहेको बेला चाहिँ अनि उहाँले देख्नु भएको हो क्या अनि उहाँले मलाई जहिले बिहान उठ्दिनँ थिएँ क्या म चाहिँ बोलाएर घिसादै लग्नुहुन्थ्यो क्या ट्रेनिङ गर्न त छोराछोरी नै प्लेयर अम्पायर पनि हो हजुर अम्पायर हो हजुर छोरीको नाम त पुष्पा भनेपछि दिल्ली घिमिरेलाई बिर्सन सकिन्न हजुर एउटा अब एज फ्याक्टरको पनि कुरा गरौँ न जस्तो हाम्रो एज भनेको चाहिँ अलिकति बढी गएको एजले चाहिँ एउटा हेल्दी रहनको लागि हामी खेल्छौँ होइन तर नयाँ न्यू कमर सानो तपाईँहरूको उमेर सानोबाट आएकोहरूले चाहिँ एउटा भविष्य पनि बोकेको हुन्छ हामीले चाहिँ स्वास्थ्य मात्रै बोकेको हुन्छौँ फर्स्ट प्रायोरिटी हामी अलिकति रोक्न लागोस् भनेर हामी खेल्छौँ तर अहिले स्कुल लेभल भयो तपाईँहरूको होइन भोलि गएर एउटा गाउँ टोल त्यहाँदेखि नेसनल खेलौँ भन्ने अनि जितौँ भन्ने पनि हुन्छ है त्यो भावना चाहिँ कहिलेदेखि जाग्यो तपाईँमा
मेरो फर्स्ट टुर्नामेन्ट गएँ नि खेल्न पूर्वाञ्चल, त्यहाँदेखि नि हो, जुनियरदेखि नै मैले जित्नै पर्छ भन्ने। प्रायः मैले खेलेको गेममा चाहिँ फर्स्ट सेकेन्ड थर्ड भएकै छ, अहिलेसम्म त्यो मेडल टच नभएको कुनै पनि टुर्नामेन्ट चाहिँ छैन। तर मैले चाहिँ आजसम्म हेर्न पाएको छैन, किनकि यता नभएर होला। हजुर, गेम पनि यता भएको छैन नि त। अस्ति दमकमा चाहिँ भएको थियो, त्यहाँ चाहिँ के भयो? फर्स्ट भयो। फर्स्ट हुँदा जित पनि हुन्छ, पैसा पनि आउँछ, हेल्प पनि बनिन्छ है। हजुर, पहिले यस्तो थियो कि अघि भने जस्तो नि खालि पढाइ, तर अहिले आफूसँग एउटा कुनै बिचमा कला छ भने, जस्तो एउटा राम्रो सिङ्गर भयो भने पनि गीत गाएर नि पैसा आउँछ। जस्तो तपाईँ खेल्नुहुन्छ, खेलेर पनि पैसा आउँछ। एउटा राम्रो क्रिकेटर भयो भने क्रिकेट खेलेर पनि पैसा आउँछ। अहिले चाहिँ परिवेश परिवर्तन भएको छ, त्यसले गर्दा आफूमा भएको कला चाहे जुनसुकै क्षेत्रमा होस् कसरी लाग्नुपर्छ, तपाईँ जसरी ब्याडमिन्टनमा लाग्नु पनि, हजुर, उनीहरूलाई चाहिँ तपाईँ के सुझाव दिनुहुन्छ? अब पढाइ बाहेक अब एक्स्ट्रा कुराहरूमा चाहिँ अब गर्छु नै भनेर सोचेपछि चाहिँ म के भन्छु भने चाहिँ कन्सिस्टेन्सी त दिनु पऱ्यो अनि हार्डवर्क हुनु पऱ्यो। एकचोटि ठानेपछि चाहिँ गर्नु पऱ्यो क्या। अब कति कुराहरू आउँछ होइन, नेगेटिभ पनि आउँछ, पोजिटिभ कुराहरू पनि आउँछ होइन। आफूले सबै कुरा पोजिटिभ लिएर चाहिँ अगाडि बढ्नुपर्छ। एउटा त्यो हुन्छ नि, कन्सिस्टेन्सी चाहिँ छोड्नु भएन भन्छु, नछोड्नु भन्छु म चाहिँ। तर हाम्रो सोसाइटीमा हामीले आशा धेरै गर्छौँ, तर खेल त्यो क्षेत्रलाई चाहिने न्यूनतम कुराहरू चाहिँ भएको हुँदैन है। के देख्नु भएको छ? जस्तो झापाको हकमा तपाईँले दमकमा खेल्नुभयो, त्यहाँ म्याटमा खेल्नुभयो होइन? म्याट थिएन, पार्केटिङ थियो। तर इन्टरनेसनल लेभलको गेम भनेको त म्याटमै हुन्छ नि त होइन? अनि BWF अनि NBA भन्छ, अनि लाइटहरू होइन, त्यहाँको सबै पुग्नुपर्छ। तर त्यो नपुगेको हलमा खेल्ने खेलाडीले भोलि गएर इन्टरनेसनल नेसनलमा चाहिँ कसरी उसले त्यो पुरस्कार ग्र्याब गर्न सक्छ? सक्दैन नि, धेरै गाह्रो छ। त्यहाँको लेभल म्याच गर्नु चाहिँ अहिले चाहिँ धेरै नै गाह्रो छ। त्यसलाई तपाईँ के भन्नुहुन्छ? जस्तो स्थानीय सरकार पनि छ, प्रदेश सरकार होइन, सङ्घ सरकार छ, तर यसपालिको बजेटमा चाहिँ फुटबलको लागि चाहिँ धेरै राम्रो गरिरहेको छ होइन? इन्डोर गेममा अलिकति त्यो अपुग हुन्छ, तर तपाईँ चाहिँ के सुझाव दिनुहुन्छ? तपाईँ त अब देश विदेशमा धेरै पदक जितिसक्नुभयो। अब सबै स्पोर्ट्सहरू एउटै टाइपको हुन्छ होइन, हामी सबैजनाले एउटै खालको हामीले मेहनत गरेको हुन्छौँ। अनि अब अहिले भन्दाखेरि नेपालमा चाहिँ क्रिकेट र फुटबलको धेरै बेसी लाइक इन्भेस्ट गरेको छ क्या गभर्मेन्टले चाहिँ। ब्याडमिन्टनमा छैन, तर हाम्रो हार्डवर्क त इक्वल हुन्छ नि त सबैतिर, अनि हल्का सबैतिर इक्वलै त्यो इम्पोर्टेन्स दिनु भन्छु क्या म चाहिँ। अब जस्तो अब हामी प्लेयरहरू छौँ होइन, अब हाम्रो खेलिसकेपछि हाम्रो नेक्स्ट के हो भन्ने कुरा हामीलाई थाहा छैन क्या। हामी खेलेसम्म मात्र हाम्रो लाइफ छ नि त, खेल्यो नेम फेम भयो, अनि आफ्टर द्याट के भन्ने कुरा हामीसँग केही पनि छैन क्या। अनि त्यसमा हामीले सँगसँगै पढाइ पनि लगाउनु परिरहेको छ क्या। अनि कति गाह्रो हुन्छ होला हामीलाई त्यो पढाइ अनि त्यो ट्रेनिङ, अनि अझै रिजल्ट दे, अनि अलिकति पर्फर्मेन्स ड्रप भयो, मान्छेहरूले क्रिटिसाइज गर्न थाल्छ। मान्छेलाई त्यो गर्न चाहिँ सजिलो छ, तर त्यहाँ पुगेर परिणाम लिनको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुरो त उनीहरूलाई त्यति थाहा हुँदैन नि। कि उनीहरूले केही पनि उनीहरूले कमजोरी देखाउन सजिलो हुन्छ। हजुर, नेट यो अनलाइन बस्यो अनि टाइप गर्यो, बिला गरिसक्यो। तर तपाईँले धेरै त्यस्ता रिजल्टहरू लिनुभएको हुनाले तपाईँलाई त्यति साह्रो बिल्ला गर्दैनन् होला? छ नि, कतिहरू मुमेन्टहरू छ नि। एक्चुअली मेरो इन्जोर भएपछि मेरो त्यो इन्जोर भयो नि त, लाइक 2-3 मन्थ मैले कोर्टमा गएन क्या, रेस्ट गर्नु पर्यो। हजुर, अनि त्यो बेला मैले फेस गरेको धेरै कुराहरू चाहिँ क्या, अब यसको सक्यो, अब यसले खेल्नु सक्दैन, यसको अब यति नै रहेछ, सबैजना डिमोटिभेट। अब त्यतिखेर त सबैजनाले मोटिभेट गरिदियोस् भन्ने हुन्छ होइन, म्याक्सिमम मान्छेहरूले चाहिँ डिमोटिभेट गर्दै थियो क्या मलाई चाहिँ। अनि त्यो बेला चाहिँ एकदम बेसी छोडौँ के टाइपको पनि भएको थियो क्या। त्यो चाहिँ कहाँ त्यस्तो भएको थियो? कहाँ खेल्दा? हाम्रो विराटनगरमा त्यो ऱ्याङ्किङ गेम खेल्दाखेरि भएको थियो। अनि पर्नु भएन ऱ्याङ्किङमा? खेल्दै खेल्दै खुट्टा गयो, तब पनि त्यो जुन म्याच भएको थियो त्यो म्याच मैले जितेँ है। अनि भोलिपल्ट नेक्स्ट म्याचमा मेरो पुरै स्वेलिङ भयो, खुट्टै नटेक्ने भयो, अनि डक्टरले प्लास्टर गर्थ्यो।
अनि त्यो हड्डी भाँचेको रहेछ, त्यो मिल्दैन खेल्न। 3 महिना रेस्ट? हजुर। त्यहाँ चाहिँ म्याट थियो कि थिएन? म्याट थियो। अरू बेला चाहिँ केमा खेल्नुहुन्थ्यो? म्याटै हाम्रो आर्मीको हलमा छ जहिले। त्यसो गरिरहँदा जस्तो तपाईँले ट्रेनिङ चाहिँ हार्ड गर्नुपर्छ कि सफ्ट अथवा नियमित गर्नुपर्छ कि धेरै गर्नुपर्छ कि कम्ती गर्नुपर्छ कि ट्रेनिङ तपाईँको अनुभव र तपाईँले सिके अनुसार चाहिँ अब नयाँ खेलाडीहरूलाई के सुझाव दिनुहुन्छ? कस्तो गर्दा राम्रो हुन्छ? ट्रेनिङ त अब जुन मैले एजमा ट्रेनिङ गरेँ होइन, एकदम बेसी गाह्रो ट्रेनिङ गरेको छु मैले चाहिँ। जुन दिन म आर्मी गएँ नि होइन, आर्मीमा यति स्ट्रिक्ट सेड्युलहरू हुन्छ कि ब्याडमिन्टनको होइन। ब्याडमिन्टनमा यो लेभलको नि फिजिकल एक्सर्साइज हुन्छ भन्ने म सोच्थेँ क्या, त्यस्तो गाह्रो हुने रहेछ क्या। मलाई चाहिँ फर्स्ट 1 विक त एडजस्ट गर्नु गाह्रो भएको। म फ्राइडेको ट्रेनिङ सेसनमा रुको छु क्या नसकेर। भाग्नु मन लागेन? हाम्रो त्यो 400 मिटरको स्पिड रनिङ हुन्छ नि होइन, 300 पुग्दाखेरि चाहिँ उतै भागिदिनु जस्तो लाग्थ्यो क्या मलाई चाहिँ। धेरैजना त ट्रेनिङ गर्नु नसकेर नि भागिराखेका हुन्छ नि। तपाईँलाई भाग्नु मन लागेन त्यतिखेर? त्यो त आर्मीको ट्रेनिङमा होला, हाम्रो त ब्याडमिन्टनकै ट्रेनिङ थियो नि त। त्यही पनि किनकि फ्युचर छ, मैले गर्नै पर्छ भन्ने। त्यसकै लागि घर छोडेर म गइरहेको छु त्यत्रो आर्मीमा होइन। अनि अब त्यहाँबाट भाग्नु त मिलेन। त्यत्रो सपोर्ट छ फ्यामिलीको, एकैजना दिइरहनु भएको छ, काठमाडौँ बस्न दिइरहनु भएको छ। विभागीय टोलीको एउटा राम्रो पक्ष भनेको राम्रो प्लेयरहरूले स्थान पाइरहेको छ है। तर बाहिर पब्लिकली खेलेको बेला चाहिँ सपोर्ट अलिकति विभागीयले कमै गरे हुन्छ। आज चाहिँ आर्मीलाई कम गर्छ। किन? त्यो थाहा छैन। खोइ अब प्राय मैले खेलेको गेममा चाहिँ हाम्रो एङ्गेजमै देख्छु क्या प्राय मान्छेहरू सबैजना। त्यो थाहा छैन मलाई भने। अनि के जहिले पनि आर्मीले जितेर लाने हो, सबै मेडल आर्मीले नै लग्ने हो भन्ने भन्छन् क्या। अनि उहाँहरूले चाहिँ देख्नुहुन्न क्या हामीले त्यसको पछाडि कति मिहिनेत गरेको छौँ भन्ने कुरा चाहिँ। एउटा एकचोटि रिक्वेस्ट गरिदिउँ न उहाँहरूलाई चाहिँ, कृपया हामी पनि पुगेको बेला आर्मीको नि अनिता गिरी पनि यही नेपालकै छोरी हो होइन? हजुर। जम्मी खेल्ने प्लेटफर्म मात्रै त फरक हो होइन र? हजुर। जहिले यिनीहरूलाई दिएर पठाउनु पर्ने हो भनेर कुरा गर्नुहुन्छ क्या। अनि त्यो हामीले कति दिनरात त्यो मेहनत गरेको छौँ घरदेखि टाढा बसेर। हामी त रमाइलोको लागि खेलेको छैन नि त, हामी त पुरै ट्रेनिङ गर्नुपर्छ। अनि कहिलेकाहीँ चाहिँ त्यो जजमेन अम्पायरहरूले त्यो रिजल्ट दिँदा पनि पब्लिकली अरूले सपोर्ट गरिराखेको हुन्छ होला होइन? अम्पायरहरूको अहिलेसम्म त्यस्तो त थाहा छैन। हुँदैन, तर त्यहाँ पब्लिकले अब भोटिङ त गर्छ नि। पब्लिकले त हाम्रो एगेन्स्टमा त पुरै भोटिङ गर्नुहुन्छ। तर अब चाहिँ नगरौँ, सकेसम्म नगरिदिनु, किनकि खेललाई सम्मान गरौँ होइन? हजुर, सकेसम्म नगरिदिनु। त्यति त्यो रिजल्ट दिनको लागि अनिता गिरीले कति मेहनत गरेका छ होइन? अनिता गिरी त इन्टरनेसनल पदक लिएर पनि त आएको छ नि होइन देशको लागि। आर्मी त एउटा प्लेटफर्म हो होइन र? एकचोटि रिक्वेस्ट गरिदिउँ न उहाँलाई अबदेखि चाहिँ भोटिङ गरे पनि अब त्यस्तो त्यो नराम्रो टाइपले नगरिदिनु होला भन्छु। ठिक छ, आफ्नो सपोर्ट गर्न पाइन्छ, तर हामीले पनि यत्तिकै मेडल लिएर चाहिँ आएको होइन, धेरै हामीले मेहनत गरेको छौँ। ठिक छ, एकदमै। तपाईँ डेली प्राय ट्रेनिङ गर्दा चाहिँ कति घन्टा गर्नुहुन्छ? बिहानको टाइम अथवा? बिहानको टाइम हाम्रो 2 आवरको हुन्छ है। अनि बेलुका चाहिँ हाम्रो कति 2 देखि लगभग 6:30सम्म हुन्छ बेलुकाको सेसन चाहिँ पुरै। हजुर। त्यो मर्निङको 2 आवरमा चाहिँ के गर्नुहुन्छ तपाईँहरू? हाम्रो डेली एउटै हुन्छ कि डेली नै हाम्रो कति सेड्युल डिफ्रेन्ट, सन्डे मन्डे सबै सेड्युल डिफ्रेन्ट हुन्छ। हाम्रो कोचले त्यसरी राखिदिनु भएको छ क्या। अब सबै एजिलिटीहरू, इन्डोरेन्सहरू सबै चाहिन्छ नि त। अनि सबै त्यो जिम वेट ट्रेनिङहरू सबै त्यो डिफ्रेन्ट डे सबै एडजस्ट गरेर बनाउनु भएको छ क्या हाम्रो सेड्युल चाहिँ। अहिले क्रिकेटमा चाहिँ त्यो इन्टरनेसनल लेभलको एउटा त्यो क्रिकेटरहरूको लागि चाहिँ ट्रेनिङ हल छ भनेर भन्छ होइन? जस्तो त्यो फिजिकल फिटनेसको लागि। अनि तपाईँहरूको भने त्यो चाहिँ छ? हजुर छ, हाम्रो आर्मीमा सबै छ। हाम्रो आफ्नै हल छ, आफ्नै ट्र्याक छ, रनिङ ट्र्याक छ, आफ्नै जिम हल छ। कतिवटा हल छ तपाईँहरूकोमा? हाम्रोमा कोर्ट 2टा छ। 2टा कोर्ट। खेलाडीहरू कति हुनुहुन्छ? हामी टोटल जुनियरसम्म गरेर 21, 22।
21ले दुईटा कोर्टमा खेल्नुहुन्छ, ट्रेनिङ गर्नुहुन्छ? जुनियरको डिफ्रेन्ट सेड्युल हुन्छ, सिनियरको डिफ्रेन्ट सेड्युल हुन्छ, त्यो मिलाएर ट्रेनिङ गराउनुहुन्छ। बेलुकी पख चाहिँ के ट्रेनिङ गर्नुहुन्छ? बेलुका हाम्रो अब रनिङ भयो, अब सेड्युल अनुसार हुन्छ, अब सेड्युलमा के छ भन्ने कुरा सेम, जहिले सेम ट्रेनिङ हुँदैन। त्यसरी खेलिरहँदा जस्तो गेम चाहिँ दिनमा कति गेम खेल्नुहुन्छ तपाईँहरू कि ट्रेनिङै? हाम्रो गेम खेल्ने भनेको फ्राइडे मात्रै हो, गेम डे भन्छौँ हामी त्यसलाई चाहिँ। फ्राइडे मात्रै खेल्न पाइन्छ? हजुर हजुर, गेम डे। कि भयो टुर्नामेन्ट छेउमा हुनु पर्यो होइन, नभए हाम्रो फ्राइडे मात्रै हुन्छ हाम्रो गेम डे चाहिँ। अरू दिन चाहिँ खेल्नै हुन्न तपाईँहरू? ट्रेनिङ मात्रै, मल्टी सटलहरू, स्ट्रोकहरू, फिजिकल एक्सर्साइजहरू। तपाईँहरू जस्तो खेल्नु जाँदा नि एउटा फिजिकल त भइगयो, तर सबैभन्दा एकदमै मेन्टल्ली प्रिपेयर हुनु पऱ्यो नि होइन? तपाईँ त्यसरी दिमागलाई कसरी तयारी गर्नुहुन्छ खेल्न जाँदा? खेल्नुभन्दा अगाडि चाहिँ अब मेरो भोलि कोसँग म्याच छ भने थाहा भइसकेको हुन्छ नि त होइन, अनि कोसँग प्लेयर हो भन्ने थाहा हुन्छ नि त आफूलाई, अनि त्यो पुरै माइन्ड मेकअप गरिसकेको हुन्छ कि म आज यो खेल्छु भनेर चाहिँ दिमागमा हालिसकेको हुन्छ होइन। अनि त्यो अलिकति डर चाहिँ हुन्छ नि त, अनि म पुरै त्यो वार्मअप गर्दाखेरि चाहिँ इयरफोन लगाएर अनि फुल म्युजिक सुन्दै त्यो आफूलाई काम गर्छु क्या, प्रिपेयर गर्छु क्या। अनि कोचले के भन्नुहुन्छ त्यो बेला? कोचले त अब कोच हो नि होइन र? हजुर, मेन त कोच हो नि त। कोचले चाहिँ अब जस्तो अपोजिसनले के खेल्दैछ उसको विक त्यो त कोर्टमा छिरेपछि चाहिँ अब हामी कोर्टमा छिरेपछि थाहा हुँदैन हामी के खेल्दैछौँ भन्ने कुरा। त्यो कोचले अब्जर्भ गरिदिनुहुन्छ बसेर, अनि त्यसपछि उहाँले भनिदिनुहुन्छ क्या, यस्तो यस्तो खेल्दैछस्, यस्तो यस्तो गरेर खेल भनिदिनुहुन्छ क्या उहाँले चाहिँ। त्यहाँदेखि जित सकेसम्म जित्न ट्राई गरिन्छ। कतिको प्रेसर हुन्छ तपाईँलाई खेल्न जाँदा चाहिँ? धेरै जित्नै पर्छ अथवा धेरै प्रेसर हुन्छ। जित्यो भने त दिमागमा त जित्नै नै पर्छ भन्ने हुन्छ, तर बाइ द वे हारियो भने चाहिँ अझै मेहनत गर्ने, नेक्स्ट टाइम जित्ने। रुनु त मन लाग्दैन? रुनु नराम्रो लाग्छ। एकचोटि रुको थिएँ, यो हाम्रो काकाभित्रको हलमा गेम भएको थियो क्या, 7 नेसनल गेम, अन्त सेमी फाइनल थियो। थर्ड सेटमा मैले 2016को गेम हारेको कि, मेरो 20 अपोनेन्टको 16 थर्ड सेटमा। अनि त्यो बेला हार्दाखेरि चाहिँ म रुको थिएँ, आफ्नै ठाउँमा हारेँ भनेर। अनि घरमा कहाँ गाली खाएको थिएँ क्या मैले बाबाको। जित्न हार पनि एक्सेप्ट गर्न सिक्नुपर्छ प्लेयर भएपछि भनेर गाली गर्नुभएको थियो क्या, रुने होइन भन्नुभएको थियो क्या मलाई त्यो बेला चाहिँ। आफ्नै ठाउँमा त्यो पनि? हजुर, जहाँ आफूले सुरु गरेको थियो। हजुर। अब अहिले खेलिरहँदा तपाईँलाई आफ्नो केरियर ब्याडमिन्टनले दियो जस्तो लाग्छ? केरियर दियो भन्दा पनि मलाई सपोर्ट चाहिँ भयो पढ्नलाई चाहिँ। मैले बिबिए पढ्दाखेरि चाहिँ मेरो यही स्पोर्ट्सको कारणले गर्दा मैले कति 49% स्कलरसिप पाएको थिएँ कि, गेमकै कारण? हजुर, नेसनल प्लेयर हो भनेर मलाई चाहिँ 49% स्कलरसिप दिनुभएको थियो क्या। अहिले त्यो सबैबाट आइरहँदा चाहिँ कस्तो फिल हुन्छ तपाईँलाई? ब्याडमिन्टन राम्रै लाग्छ। त्यसको लागि जे कुराको लागि घर छोडेको थिएँ, अब सबै कुराहरू त्यो पाउँदाखेरि त खुसी नै लाग्छ। खुसी मध्येको त्यो जितको सबैभन्दा एकदमै एक्साइटमेन्ट भएको कुन चाहिँ हो तपाईँले अहिलेसम्म चाहिँ खेलेर जित्दा खुसी भएको? नेसनल, इन्टरनेसनल? नेसनलमा र इन्टरनेसनलमा त्यस्तो छ? सायद इन्टरनेसनलमा छ। त्यो मैले आफ्नो इन्डिभिजुअल मेडल भन्दाखेरि पनि हाम्रो त्यो 2019को सागेमा चाहिँ हामीहरूले चाहिँ टिममा थर्ड मेडल ल्याउँदाखेरि चाहिँ त्यो बेलाको मोमेन्ट चाहिँ अहिले कसैले पनि, हामी टिममा भएको प्लेयरहरूले कसैले बिच्न सक्दैन होला क्या। हाम्रो त्यो बिच प्रेसर थियो क्या, अब नेपालमै भएको सागेम होइन, अनि त्यसपछि थर्ड हुनै पर्ने क्या, मेडल टच गर्नै पर्ने। अनि त्यो बेला हामीले बङ्गलादेशलाई जितेर अनि हामी थर्ड भएको थियौँ क्या। अनि त्यो बेलाको त्यो एक्साइटमेन्ट नै डिफ्रेन्ट छ कहिले पनि। सिङ्गलमा होइन, टिम इभेन्टमा चाहिँ। टिम इभेन्ट? हजुर, त्यो भनेको त ग्रुप सबैको लागि भयो नि त मेडल। त्यो बेला एकदमै रमाइलो हो। हजुर। है तपाईँले भनेको एकदमै एउटा चाहिँ कुरो के भनेदेखि गोल्ड मेडल ल्याउँदा एउटा फुटबलले पनि ल्याउँछ होइन, क्रिकेटले पनि ल्याउँछ, इन्टरनेसनल उसबाट
तपाईँहरूले जितेर पनि लिनुहुने एउटा आयो, तर त्यसको हेर्दा चाहिँ बढी फुटबल क्रिकेटलाई भ्यालु दिइराखेको हुन्छ है। त्यो बेला चाहिँ कहिलेकाहीँ तपाईँहरूलाई दुःख लाग्छ होला, किनकि मेडल त गनिया छ नि, तपाईँहरूको एउटा पनि त्यही एउटा मेडल हो, उनीहरूले पनि जितेको त्यही एउटा मेडल हो नि, होइन र? हजुर, सायद धेरै क्रेज पनि भएर होला फुटबल र क्रिकेटको नेपालमा। यो सायद इन्डोर गेम भएर पनि हो कि? हजुर होला सायद, दर्शक पनि कम्ती हुन्छन् होइन? क्रिकेटमा हजुर, ब्याडमिन्टनमा त अलिक कम, इन्डोरमा त कमै हुन्छ नि। हजुर। अनि नेसनलमा चाहिँ कहाँ त्यस्तो फिल भएको छ एकदमै जितेर खुसी भएको? एकचोटि म जुनियरै थिएँ नि त, अनि मेरो लागि त सिनियरमा मेडल टच गर्नु भनेको बिग डिल थियो नि त। अनि त्यतिखेर ऱ्याङ्किङ गेम थियो, सानै थियो क्या म त्यो बेला, जुनियर खेलिरहेको थिएँ। अनि त्यो बेला म ठिक्क थर्ड भएँ कि आफ्नो सिनियरलाई जितेर, अनि त्यो बेला चाहिँ अलिक खुसी लागेको थियो। दुःख पनि लागेको छ नि त कहीँ कहीँ? दुःख त्यति 7 नेसनल गेममा लागेको थियो एकचोटि, आफ्नै ठाउँमा हार्दाखेरि। त्यो अहिलेसम्म पनि बिर्सिन सक्दिनँ म। कोर्टभित्र सम्हालिनु पऱ्यो नि, त्यसलाई कसरी तपाईँले मेकअप गर्नुहुन्छ? जस्तो प्रेसर भइराखेको हुन्छ कहिलेकाहीँ, त प्रेसर हुटिङ, तपाईँले दर्शकको हुटिङलाई कतिको प्रायोरिटी दिनुहुन्छ? साँच्चै भन्दाखेरि बाहिर को बोलिरहेछ, कसले कराइरहेछ, केही थाहै नै हुँदैन मलाई चाहिँ। कोर्टभित्र भएपछि कोर्टभित्र मात्रै हुन्छ, बाहिर कसले के भन्दैछ ध्यानै हुँदैन। तपाईँहरू प्रायः फेदरको खेल्नुहुन्छ कि? हजुर, फेदर। फेदर एकदमै महँगो खेल हो है? हजुर। तपाईँले 100 रुपियाँदेखि सुरु गर्नुभयो, 3000को लिनुभयो, अहिले चाहिँ कतिको ऱ्याकेटले खेल्नुहुन्छ कि? अहिले त 100देखि सुरु भएको यात्रा अहिले जस्तो यो एकचोटि ऱ्याकेट हेर्नुहोस् त, यो यसको टेन्सन कतिको छ? तपाईँ कतिको टेन्सनमा खेल्नुहुन्छ? म 29। 29? हजुर। यो चाहिँ कतिको काम लाग्ने ऱ्याकेट हो? देखेको यहाँ लेखेको लिनिङको थाहै भएन यो त। लिनिङको X1 हो। तपाईँहरू कुन कम्पनीको खेल्नुहुन्छ? योनेक्स। योनेक्स? हजुर। योनेक्स चाहिँ कुन? हाम्रो त एस्ट्रोक 8। हजुर। कति पर्छ अहिले त्यसलाई? मैले खेलिरहेको लाइक कति 18,000। हजुर। एकदमै ब्याडमिन्टनमा बढी युनिक्सकै चल्छ है? हजुर। तर अहिले लिनिङ पनि राम्रै भइरहेछ। जस्तो तपाईँहरूको ट्रेनिङ पछाडिको चाहिँ के गरेर बिताउनुहुन्छ? धेरै त मोबाइल हेर्दै त निदाउने गरेछ, सुत्ने गरेछ। ट्रेनिङ सकेपछि रुममा आउने, खाना खाने, फ्रेस हुने, सुत्ने। एकदमै तपाईँ कोही खेलाडीहरूलाई जसले जितिराखेको हुन्छ ऊ खेलाडी हेरेर पनि त तपाईँ इन्सपायर बन्नुहुन्छ नि, जस्तो कसैको राम्रो यो खेल्ने ऊ खेल्ने भन्ने तपाईँलाई के लाग्छ? त्यो को खेलाडी चाहिँ बढी तपाईँलाई मनपर्छ कि? मलाई चाहिँ पहिले हाम्रो सारा दिदी, हाम्रो कोच अहिले जुन हुनुहुन्छ नि आर्मीमा, उहाँको गेम साह्रै मनपर्ने क्या। उहाँको ब्याकएन्ड जुन हान्नुहुन्थ्यो नि, त्यो साह्रै राम्रो लाग्थ्यो दिदीको चाहिँ मलाई। भनेपछि तपाईँको ब्याकएन्ड अलिकति कमजोर छ जस्तो फिल हुन्छ कि? कमजोर छ, तर अरू हेरिकन मेरो ब्याकएन्ड कमजोर छ, मेरो अरू स्ट्रोक हेरिकन चाहिँ। भनेपछि दुश्मनले तपाईँलाई हान्नु पर्यो भने चाहिँ त्यो ब्याकएन्ड ओभरहेड लिन्छु म, ब्याकएन्ड युज गर्दिनँ, ओभरहेड लिन्छु म। हो, ब्याकएन्ड हान्न नसक्नेले ओभरहेड हान्छन्, राम्रो छ त्यो पनि। इन्टरनेसनलमा चाहिँ? हजुर। इन्टरनेसनल खेलाडीमा म त पहिले मेरो एउटा चाइनिज प्लेयर एकदम मन पर्थ्यो क्या, त्यो वङ सुसेन भन्ने चाइनाको। उहाँ पनि एकदम रेली खेल्ने अनि डिफेन्सिभ प्लेयर हुन्थ्यो क्या। अनि मेरो गेम पनि, म पनि त्यो एट्याकिङ प्लेयर होइन क्या, म पनि रेली गरेर नै खेल्ने हो कि, सिङ्गल्समा चाहिँ रेली गेम खेल्छु क्या म पनि। कतिको चाहिँ के हुन्छ भनेदेखि आफूले नै पोइन्ट ल्याउनलाई बढी प्रेसर गर्ने, नत्र चाहिँ ब्याडमिन्टन खेलाएर जित्ने हो भन्दो रहेछ नि त।
अब पावर हुनेले एट्याक गेम खेल्छ, पावर अलिक कम हुनेहरूले चाहिँ अब रिचिङ फास्ट हुनेहरूले चाहिँ अब रेली नै गरेर जित्छ क्या। तर सबैभन्दा तयारी तन्दुरुस्त हुनु, हेल्दी भएर खेल्ने हो यो खेल, हरेक गेम। त्यसमा खानाको कम्बिनेसन चाहिँ कसरी मिलाउनुहुन्छ हेल्दी फुडको लागि चाहिँ? अहिले घरदेखि टाढा बसेर पनि होइन अलिकति मिलाउनु चाहिँ गाह्रो हुन्छ। त्यो सकेसम्म चाहिँ स्पेसली हामी बाहिरको जङ्क फुड चाहिँ पुरै अभोइड गर्छौँ होइन। झन् टुर्नामेन्ट आउन आँटेको छ भने त हामी कम्प्लिटली गिभ अप गर्छौँ सबै कुराहरू। हामीलाई त्यो बानी पनि छैन कि त्यो सानोदेखि नखाएर जङ्क फुडमा त्यस्तो इन्ट्रेस्ट पनि लाग्दैन। अन्त अनि मेन भनेको प्रोटिन, अनि पुगेन भने सप्लिमेन्ट्सहरू लिन्छौँ हामी। जस्तै कुन कुन? फ्रुट्सहरूको सप्लिमेन्ट्सहरू हुन्छ नि, त्यो लिन्छौँ। मेसमै खानुहुन्छ होइन खाना चाहिँ? होइन, म घरमै आएर रुममै आएर बनाएर खान्छु, म भित्र बस्दिनँ। होइन कहिलेकाहीँ त कोही बेला थाकेको छ भने चाहिँ अब एनर्जी छैन भने चाहिँ खाएर नै जान्छु क्लबमै। अहिले त सोसियल मिडियाबाट नि तपाईँलाई कहिलेकाहीँ वाक्क लाग्छ होला? अहिलेसम्म लागेको छैन। होइन नि, कहिलेकाहीँ खेल्दा खेल्दै होइन रिजल्ट एचिभ गर्न सकिँदैन अनि गाली गर्ने हुन्छु। कहिलेकाहीँ त कस्तो त्यत्तिकै गेम छोडिदिएको जस्तो कति गाली गर्छन् कि त्यो जसरी भए पनि सिल्ड होइन जितेरै आउनु पऱ्यो भन्ने हुन्छ कि पब्लिकको अथवा सपोर्टरहरूको। हजुर, म त्यस्तो कमेन्टहरू वास्तै गर्दिनँ। कस्तो हुन्छ आफूले राम्रो खेलेको छैन भने होइन आफूसँगै नराम्रो लागिरहेको हुन्छ कि त्यो कमेन्टतिर ध्यानै जाँदैन। अब रिसेन्टली अब यो अस्ति भर्खर नेसनल गेम भयो नि, 42 नेसनल गेम भयो, डबल्समा हामी जित्यो, गोल्ड ल्यायो होइन। तर मेरो पर्फर्मेन्स राम्रो थिएन, म खुसी नै थिइनँ क्या त्यो बेला। त्यो जित्नु भन्दा पनि आफूले कस्तो खेल्यो, आफ्नो कति कन्ट्रिब्युसन छ भन्ने कुरा पनि हुन्छ नि त। त्यो गेम जितेर पनि म हारेसै भएको थिएँ कि त्यो बेला चाहिँ। मोटिभेसन इन्सपायर कोबाट हुनुहुन्छ? अरू नयाँ आउनेहरूलाई तपाईँ के सल्लाह सुझाव दिनुहुन्छ? मेरो त मोटिभेसन भनेकै मेरो त सारा दिदी नै हो। उहाँले हेरेर म अगाडि बढिरहेको छु होइन। इभन उसको उहाँले अहिले जुन कोचिङ गरेर आउनुभएको छ नि होइन, म त्यो पनि सिकिरहेको छु क्या उहाँदेखि। अनि त्यही हो। कहिलेकाहीँ गिभ अप गर्ने मुभमेन्ट पनि त आएको थियो होला इन्जर हुँदाखेरि। तर अहिले त्यस्तो छैन अहिले त। त्यो जब इन्जोर हुनुभयो त्यस पछाडिको पहिलो गेम कहाँ खेल्नुभयो? धनकुटामा खेलेको थिएँ। त्यही ठिक्क प्रोभिन्सको के अरे त्यो पूर्वाञ्चल गेम भइरहेको थियो। अनि मेरो यो प्लास्टर खोलेको कति 15 दिनमा मैले खेलेको थिएँ मिक्स डबल्स। हो हजुर। डर भएन त्यतिखेर? डर अहिले पनि म ब्यान्डेज लगाएर खेल्छु, त्यो यति खेल्न सक्दिनँ। ब्यान्डेज चाहिँ लगाउनै पर्छ किनकि त्यो बा फेरि ब्रेक हुन्छ कि भने त त्यो डर हुँदो रहेछ नि होइन। अब तपाईँ त अहिले खेलेर त्यहाँ पुगिसक्नुभयो नेसनल इन्टरनेसनल, तर अहिले पनि कहिलेकाहीँ तपाईँको बाल्यकाल जस्तो चाहिँ अहिले पनि नानीहरू खेलिरहेको अवस्थामा तपाईँ केही भन्नुहुन्छ कि त्यत्तिकै कटिदिनुहुन्छ? अब कतिहरू सोध्नु आउँछ नि त। इभन मलाई त टिकटकमा म्याक्सिमम् म्याचहरू आउँछ क्या जुनियर फुचाफुचीहरूको, किनभने मेरो भिडियोहरू सबै गेमसँग रिलेटेडहरू मात्र हुन्छ नि टिकटकमा। अनि म्यासेज गर्छ क्या उनीहरूले चाहिँ, अनि दिदी कहाँ ट्रेनिङ गरिरहनु भएको छ, के गर्नुपर्छ भनेर मलाई सोधिरहेको हुन्छ क्या। अनि उनीहरूलाई म कोच पनि रिकमेन्ड गरिदिन्छु कि यहाँ जाऊ। अनि कसरी अब पुग्ने भन्दाखेरि चाहिँ आफ्नो ट्रेनिङ चाहिँ ब्रेक नगर्नु, अब कन्सिस्टेन्सी राख्नु, अनि एकदम भनेको डिसिप्लिन हुनु भनेर भन्छु कि म उनीहरूलाई चाहिँ। कति छन् त्यस्ता? म्याक्सिमम मलाई होइन सबै जुनियर बच्चाहरू आइरहेको हुन्छ क्या टिकटकमा, दिदी कहाँ ट्रेनिङ गर्ने, तपाईँ कहाँ कसरी आर्मीमा ट्रेनिङ गर्नुभयो, त्यसरी क्वेसनहरू गरिरहेको हुन्छ क्या मलाई चाहिँ। अनिता गिरीका पछाडि धेरै भाइ बहिनीले एउटा भविष्य सोचिरहेको छ ब्याडमिन्टनमा अहिले त है? हजुर, अहिले ब्याडमिन्टनको क्रेज अलिक धेरै बढेको छ अहिले चाहिँ। अहिले पहिले जस्तो छैन नि त,
किनकि फ्युचर कुनै ठाउँमा अघि मैले भने नि कुनै ठाउँमा राम्रो गऱ्यो भनेदेखि फ्युचर हरेक क्षेत्रमा छ नि त। अहिले व्यावसायिक पनि हुँदै आएको छ होइन। पहिले गीत गाएर हिँड्नेलाई गीताङ्गे भन्थ्यो, कति गाली गर्थ्यो होला। अहिले त एउटा गीत गायो भने त 50-60 हजार 1 लाख रुपियाँ आउँछ होइन, त्यो पनि एक्लै। अब त्यस्ता राम्रा साथीहरू पनि छन् खेल्ने नानीहरू तपाईँसँग जसले सम्पर्क गरेर ट्रेनिङ गरेर खेल्नेहरू कुनै याद छ? झापाका छन् कि छैन? झापामा त अहिले नराम्रो लाग्छ होइन, तर अहिले झापामा नयाँ अपकमिङहरू कोही पनि छैन झापामा। हजुर। केही एडभाइस गर्नुहुन्न झापालीलाई? झापालीलाई भन्दाखेरि पनि अब के भन्ने, क्लबहरू छ नि, जस्तै अब मेची ब्याडमिन्टन क्लब छ, अब बितामोडमा कुन क्लब छ, अब जस्तै ट्रेनिङ खेल्ने क्लबहरू हुन्छ नि। अब अर्जुनधारा ब्याडमिन्टन क्लब हलमा चाहिँ अहिले ट्रेनिङ गरिरहेको छ बेलुकी, 22-25 जना भिड हुन्छ। त्यसको लागि त राम्रो कोच पनि चाहियो नि त, किनभने ब्याडमिन्टनको मेन तपाईँको गेम चाहिँ तपाईँको बेसिक लेभलमा तपाईँले कसरी ट्रेनिङ पाउनु भएको छ त्यसले डिफाइन गर्छ क्या। बेसिक लेभलको ट्रेनिङ चाहिँ एकदम राम्रो हुनुपर्छ। नवीन सिलवाल नेसनल प्लेयरै हो, राम्रो छ पनि, पसल पनि छ। तपाईँले थाहा गर्नु पऱ्यो कि त्यति चाहिँ एकचोटि घुमिदिनु पऱ्यो कि हरेक हलमा एकचोटि के छ। जस्तो अर्जुनधाराको ब्याडमिन्टन हल छ, यता मेहरमान छ, मेची ब्याडमिन्टन छ, दमक छ, बिग ब्रदर छ, यता किराँत हल छ, अहिले भक्तपुरमा मेन्टेनेन्स भइराखेको छ। हल मात्रै भएर हुँदैन, राम्रो ट्रेनिङ गराउनु पर्यो बच्चाहरूलाई। लाइक नेसनल लेभलमा के अरे लग्छु भनेर चाहिँ पुऱ्याउँछु भनेर चाहिँ त्यो लेभलको ट्रेनिङ दिनु पर्यो। कस्तो हुन्छ नि, अब 1-2 वर्ष ट्रेनिङ गरायो अनि त्यसपछि हरायो सक्यो। अब वाट नेक्स्ट, अब त्यो बच्चाहरूले के गर्ने, अब कहाँ जाने, अनि के गर्ने, टप 20 भन्दा बाइकको गेम खेल्ने, डबल्स खेल्ने, बस्ने, अनि नेसनल लेभलमा कहिले पुग्ने। भनेपछि अन्डर 13 अन्डर 19 को डिस्ट्रिक्ट लेभलको इन्टरनल गेम गराइराख्नु पर्यो। हजुर एक्ज्याक्टली, मेरो पोइन्ट चाहिँ के भन्छ नि, अब टप 20 भन्दा बाइकको डबल्सहरू गराउँछ नि त होइन, अनि ठिक छ गराउनु राम्रो हो होइन। त्यसमा चाहिँ एउटा इभेन्ट थप्दा के हुन्छ, अन्डर 13, अन्डर 12, अन्डर 14, अनि यसरी जुनियरहरू आउने हो नि त। अब भन्नुहुन्छ हाम्रो काकाभिटामा ब्याडमिन्टनको क्रेज छैन भन्नुहुन्छ है, अनि कसरी क्रेज हुन्छ भन्नु त। अब जहिले पनि भेटरान्सको गेम हुन्छ, अब त्यो बच्चाहरू भेटरान्सको गेम हेरेर के गर्छ, के सिक्छ होइन। अब त्यो ठाउँमा एउटा तपाईँले नेसनल गेम राखिदिनु भयो होइन, अन्डर 13, अन्डर 14, अब बेस्ट प्लेयरहरू आउँछ नि त नेपालको त, अनि त्यहाँ खेल्नलाई त्यहाँको ठाउँको नभए पनि प्लेयरहरू आउँछ बाहिरबाट, अनि बच्चाहरूले देख्छ अब यिनीहरूले त कस्तो राम्रो खेल्ने रहेछ, यस्तो पो खेल्नु पर्दो रहेछ, उनीहरूलाई पनि मोटिभेट हुन्छ नि त, एउटा यो लेभलको चाहिँ खेल्नु पर्दो रहेछ हामीले। अब त्यो छैन, त्यो थटै छैन कि उनीहरूलाई कि भेटरान्स खेल्ने, गेम गराउने, खेल्ने, आफूमा पैसा जित्ने, खाने, सक्यो। अब वाट नेक्स्ट, अब हामीले चाहिँ कसरी निकाल्ने प्लेयरहरू चाहिँ त्यो साइडमा चाहिँ सोच्नु भएको छैन क्या। प्लेयरहरू आउँदैन, ट्रेनिङ कोच राखिदिएको छ, प्लेयरहरू खेल्नु आउँदैन भन्नुहुन्छ क्या, अनि मोटिभेसन खोइ त। वर्षमा 2 टुर्नामेन्ट राखिदिनु त प्लेयर कसरी निस्किँदैन। अहिले स्कुलहरूले पनि धेरै म्याच गेम गराउँछ, तर उनीहरूले पनि यो ब्याडमिन्टन गराएको छैन, जस्तो क्रिकेट, फुटबल खालि त्यही मात्रै केन्द्रित हो क्या। एउटा मोटिभेसन चाहिँ चाहिन्छ कि, अब बिहान उठेर ट्रेनिङ जानलाई चाहिँ एउटा मोटिभेसन चाहिँ चाहिन्छ। जस्तै म एउटा गेम जितेपछि भएको थिएँ नि, त्यस्तै नि क्या। हो भनेपछि हरेक हलमा त्यहाँ अन्डर 13 अन्डर 19 को लागि, हजुर अन्डर 11 गराउँदा नि हुन्छ। अब बेसिक लेभलको अब सिकिरहेछ भने अन्डर 11 हो, बेसिकबाट आउनेहरूको त एउटा सिनियरको टुर्नामेन्ट गर्दाखेरि एउटा जुनियर टुर्नामेन्ट राख्दाखेरि त केही पनि जाँदैन नि त। जस्तो अब तपाईँले टप 20 भन्दा बाइकको गेमहरू गराइरहनुपर्छ होइन, त्यसमा एउटा इभेन्ट थपिदिँदा के भयो। भनेपछि यो ब्याडमिन्टनमा चाहिँ बढी एज भएरको हाबी भयो, नयाँ न्यू जेनेरेसनको लागि चाहिँ भएन। त्यो एउटा अहिले चाहिँ के भन्नुहुन्छ अरे, बच्चाहरू छ ट्रेनिङ गरिरहेछ भन्नुहुन्छ होइन, अनि त्यो बच्चाहरूलाई चाहिँ कहिलेसम्म टिकाउनुहुन्छ। 2 महिना 3 महिना 3-4 महिनापछि उनीहरूलाई अल्छी लाग्छ, आउँदैन। फ्युचर छैन भनेर हो कि मा? त्यही फ्युचर भन्नाले पनि अब उनीहरूलाई त एउटा केही इन्सपिरेसन लाइक चाहिन्छ कि, त्यो मैले खेल्नुपर्छ है, म यो लेभल अब म यो टाइपको हुन्छु भनेर मोटिभेसन त चाहियो नि त।
तपाईँले एउटा नेसनल गेम अर्गनाइज गरिदिनु भयो अरे होइन, अन्डर 12 अन्डर 13। अब हाम्रो आर्मीमा कति राम्रो बच्चाहरू छ, उनीहरूले यहाँ आएर खेलिदिएपछि होइन नेपालको डिफ्रेन्ट ठाउँबाट आएर खेलिदिएपछि देख्छ नि त अब यो लेभलको हुँदो रहेछ है, यस्तो म यस्तो बन्छु है भन्ने टाइपको त हुन्छ नि त उनीहरूलाई पनि भित्रबाट एउटा। अथवा भोलि गएर विभागीय टिमले पनि त लान सक्छ नि त होइन, सानैदेखि राम्रो प्लेयर भयो भने त आर्मीले तानिहाल्छ। फेरि त्यही आर्मीलाई गाली गरिराखेको हुन्छ नि। हजुर, आर्मीले तान्छ अनि त्यो मान्छेलाई एकदम निखार्छ क्या। विभागीय टिमलाई त्यसको लागि चाहिँ धन्यवाद दिनुपर्छ हामीले सबैले। हजुर, अहिलेसम्म यो यति जति प्लेयरहरू टिक्नु भयो नेसनल लेभलमा सबै योले गर्दै टिक्नु भएको हो क्या, आर्मीले, पुलिसले, एपिएफले गर्दा नै। तर अलिकति एउटा चाहिँ कम्पेरिटिभली फुटबलमा चाहिँ के देखिन्छ भने होइन, बढी फिजिकल खेलेको देखिन्छ कि, त्यो भएर अलिकति सपोर्ट नगरे हो कि फुटबलमा चाहिँ। तपाईँहरूको मात्रै इन्टरनल हुन्छ, केही फरकै पर्दैन नि त्यो त। तर पनि गाउँकैले जितोस् भन्ने एउटा कुनै पनि ठाउँमा म्याच भइरहँदा चाहिँ स्थानीय नै बढी सपोर्टर हुन्छ नि त बाहिरको, त्यो भएर पनि अलिकति तपाईँलाई सपोर्ट अलिक कम आएको होला। त्यो नि हुनसक्छ। अब त्यस्ता धेरै छन् होइन खेलमा। अब तपाईँ एउटा आर्मीमा बसिरहँदा के एडभाइस गर्नुहुन्छ कि इन्टरनेसनल लेभलको, अब यहाँ त्यस्ता हलहरू पनि छैन, जस्तो फुटबलकै कुरो गरौँ न, हाम्रो एकमात्र दशरथ रङ्गशाला होइन, जापानिज खेलाडी होन्डा आएको बेला चाहिँ विश्व अहिलेसम्म मैले खेलेको ग्राउन्डमध्ये सबैभन्दा खराब ग्राउन्ड जुन चाहिँ हाम्रो देशको एउटा मात्रै ग्राउन्डको अवस्था त्यस्तो छ भने, अब हरेक गेम ब्याडमिन्टन मात्र होइन, हरेक खेल गतिविधिको लागि हल भए, ग्राउन्ड भए, पिच भए, त्यसलाई राम्रो गर्नको लागि चाहिँ के सुझाव दिनुहुन्छ तपाईँ? अब अलिक इन्भेस्ट गर्नु पर्यो स्पोर्ट्समा पनि। त्यो पनि इन्भेस्टले मात्रै भएन, त्यो स्ट्यान्डर्ड बनाउनु पर्यो, पैसा त अब जे कुरा पनि एकैचोटि हत्ता त हुँदैन नि त। अब बिस्तारै एक स्टेप क्लोजर भन्छ नि, अब फर्स्टमा पर्सनल हल बनाउनु ठुलो कुरा हो, अनि त्यसपछि अलिक ठुल्ठुलो कुराहरू एक्सपेक्ट गर्नु ठिक होला, एकैचोटि त। अब अहिलेसम्म मेडल नेसनल इन्टरनेसनल कति प्राप्त गरिसक्नुभयो? कति भन्नु, अस्ति मैले एक्चुअली काउन्ट गरेर थिएँ मेरो ट्रफी अस्ति आउँदाखेरि, लाइक ट्रफी मात्रै कति 80+ भएको थियो। 80+? हजुर। इन्टरनेसनल कतिवटा? इन्टरनेसनल मेरो अहिलेसम्म 3टा छ। कहाँ? एउटा 2टा सागेमको, एउटा पाकिस्तान इन्टरनेसनल सिरिजको। त्यो चाहिँ कुन, पहिलो, दोस्रो, तेस्रो? सेकेन्ड भएको थिएँ मिक्स डबल्समा। कहाँ भएको गेम? पाकिस्तान। हजुर। कस्तो मजा हुन्छ है जितेर आउनु पाउँदा त। हजुर। सबैले शुभकामना दिन्छन्। हजुर। हार्यो भने चाहिँ के खेल्यो कुरा नगर्नु। यस्तै हो, हरेक जस्तो सिक्काको 2टा पाटा हुन्छ भनेको जस्तो होइन, एउटा कुन पोजिटिभ नेगेटिभ दुइटै हुन्छ, त्यसमा अब लिएर आफूले जानु पर्यो, किनकि निरन्तर खेलिराख्नु पर्यो, बढी त्यसलाई चाहिँ भोलि गएर सुधार गरेर होइन जित्नको लागि तयारी गर्नु पर्यो होइन। त्यो फ्रेममा पुगिसकेपछि तपाईँ प्रेसरहरूलाई कसरी मेन्टेन गरेर खेल्नुहुन्छ तपाईँ? अब प्रेसर पनि हुन्छ, मान्छे होइन धेरै हुन्छ, त्यो बेला मेन्टली प्रिपेयर गर्नु पर्यो नि। हजुर, प्रेसर कन्ट्रोल गर्नु धेरै गाह्रो नै हुन्छ होइन। तपाईँ अब मेरो 1 पोइन्ट जान्छ नि होइन, के छैन, अब त म आफूसँग कुरा गर्छु कि के छैन, अब एउटा 1 पोइन्टले ठिक हुन्छ भन्छ कि आफूलाई नै आफूसँग बोल्दै खेल्छु क्या म चाहिँ। अनि काम हो धेरै उयो नगर आफूसँग बोल्दै खेल्छु म त प्रायः गेममा चाहिँ। काँकरभिट्टा मेचीनगरको काँकरभिट्टा जस्तो क्रिकेट, ब्याडमिन्टन। हजुर। ब्याडमिन्टनमा हाम्रो प्रणेश ठकुरी। हजुर। अरू को छन्? एउटा प्रणेश भयो, एउटा म भए, अरूको पहिले जेसिका सुनेन, अनि हाम्रो अन्जना पनि छ लेडिज प्लेयर। हजुर। क्रिकेटको लागि पनि राम्रो छ। हजुर। अब हामी छौँ, अब नेक्स्ट को छ, अब कोही पनि छैन। तपाईँले पनि त भन्नु पर्यो नि त, त्यहाँ धेरै क्लब छन्, स्कुल छन्।
मैले भने नि बच्चाहरूलाई एउटा मोटिभेसन नभएसम्म हामीले जति त्यसको लागि मेची ब्याडमिन्टन क्लबले के गर्नु अथवा मैले त पहिले पनि मेरो त अब त्यहाँ बोल्नु मिल्दैन होइन अब म त आर्मीको भइहालेँ होइन तब पनि एकचोटि सजेसन त दिएको थिएँ होइन वर्षसम्म 2टा गेम अर्गनाइज गरिदिनु जुनियरको गेम मात्रै त्यसको लागि धेरै पैसा इन्भेस्ट पनि गर्नु पर्दैन ठिक्क एमाउन्ट राखिदिनु बच्चाहरू त्यो एउटा ओपन हजुर अनि बस्नु खाना दिनु होइन त्यसपछि कसरी कतिको क्रेज बढ्छ अनि आफै हेर्नु भन्छु क्या म चाहिँ अनि तर सुनै भएन अहिलेसम्म हजुर अनि उहाँहरूको मेन्टालिटी चाहिँ कस्तो छ भने ऱ्याकेट दिने सटल दिने अनि ट्रेनिङ गराउने भन्नुहुन्छ क्या अनि मैले भन्छु यो त लङ टर्म भिजन त भएन नि त कोहीसम्म ऱ्याकेट दिनुहुन्छ कोहीसम्म सटल दिनुहुन्छ कोहीसम्म बच्चालाई हाँसा मात्रै ल्याउनुहुन्छ हलमा अहिले त उमेरसम्म खेलिन्छ अब फ्युचर प्लान तपाईँको के छ मैले त रिसेन्टली भर्खर लेभल 1 कोच ट्रेनिङ पनि सकेको छु होइन सकेसम्म कोचिङतिर जान्छु कि बाहिर जान्छु यो त भएन नेसनल इन्टरनेसनल त्यस्तो पदक जितिसकेको मान्छे विदेश चाहिँ जानु अब हेर जहाँ राम्रो अपर्च्युनिटी आउँछ म त्यही जान्छु खेलाडी यस्तो हो तपाईँहरू होइन नेसनल प्लेयर जहाँ पुगे पनि होइन जस्तो पाकिस्तानमा खेलेर तपाईँले पदक जितिरहँदा साराले त नेपाल 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 तपाईँ एक्लो हुनुहुन्न के त्यतिखेर देश विदेशबाट खालि नेपाल भनेर भनिरहँदा तपाईँ चाहिँ फेरि अब यस्तो प्लेयर भएर चाहिँ किन विदेश भन्नुभयो यो त भएन अनि आफ्नो पनि केही ड्रिम्सहरू हुन्छ नि त यत्रो वर्ष त खेलेँ इफ मैले राम्रो अपर्च्युनिटी पाएँ भने चाहिँ कोच पनि गर्न सक्छु म कोचिङ पनि गर्न सक्छु लाइक मैले एउटा त्यो हुन्छ नि अल्टरनेटिभ मात्रै राखेको अहिलेसम्म खेलेको मध्ये देशभरि धेरै जानुभयो होइन नेपालको लागि चाहिँ राम्रो हल चाहिँ कुन जस्तो लाग्छ यो नेपालमै हजुर खेलिरहेको यो चाहिँ राम्रो छ होइन एउटा स्ट्यान्डर्ड रङ्गशालाकै हल त्यस्तो राम्रो छ हजुर योपालि झन् राम्रो थियो हो र हजुर योपालि झन् बेसी मेन्टेनेन्स गरेको थियो झापा त घुम्नु भएको छैन होला कुनै हल घुम्नु भएको छैन झापा धमकको हल पनि राम्रो थियो तर म्याट भएको भए चाहिँ अझै राम्रो हुन्थ्यो हो म्याट बाहिर खेलिरहेछ गएर म्याटमा खेल्दा त इन्जोर हुने चान्स बढी हुन्छ नि हजुर किनकि प्रोफेसनल हुने त म्याटै हो होइन जस्तो अडियन्सलाई पर्सनल स्टोरी र स्ट्रगल सुन्न मनपर्छ कि पर्दैन तपाईँलाई जस्तो अडियन्सहरूले चाहिँ तपाईँलाई पर्सनल्ली भन्नुहुन्ला नि त अब सपोर्ट अथवा कहिलेकाहीँ नगर्दा कस्तो फिल हुन्छ अब आर्मीको प्लेयर भएर पनि होला होइन काइन्ड अफ युज टु भइसक्यो क्या त्यो सपोर्ट गरे पनि नगरे पनि ठिकै छ नि त भन्ने टाइपको हुन्छ क्या अहिले चाहिँ आफ्नो गेम खेल्ने हो लास्टमा जित्ने हो जितेर देखाउने हो भन्ने टाइपको हुन्छ गाह्रो छ है गाह्रो छ अब मलाई सपोर्ट गर भन्नु पनि मिल्दैन उहाँको उयो हो डिसिजन हो होइन अडियन्सहरूले प्रायः त हाम्रो आर्मीको सपोर्ट त गर्नै हुन्न तर अब गर्ने बनाउनु न त्यो त भन्न मिल्छ त्यो त हामीले मैले कसरी भने जितिसकेपछि चाहिँ उहाँलाई सबैसँग होइन हजुर होइन जितेपछि आउनुहुन्छ है बताइदिन आउनुहुन्छ हामी राम्ररी नै कोअर्डिनेट गरिदिन्छौँ त्यस्तो हामी एटिट्युड देखाउँदैनौँ हामीलाई थाहा हुन्छ नि त अब को हो भनेर तब पनि हामी आएर बोलिदिनुहुन्छ बहिनी राम्रो खेल्यो भन्नुहुन्छ नि हस् थ्याङ्क यू दाइ भन्यो नि होइन तपाईँ पनि त जान सक्नुहुन्छ नि त नि सबै अडियन्समै चाहिँ कसरी जानु होइन अलिकति अडियन्सको छेउछेउ भएर होइन बोल्न आउनुभयो भने हामी बोल्छौँ सेल्फी पनि खिच्छौँ हजुर त्यस्तो उयो नै छ एलाउ हुन्छ कि हुँदैन एलाउ फोटो खिच्नेहरू हुन्छ कहिलेकाहीँ त वाक्क लाग्दैन के कुरा फोटो खिच्ने टाइम एकदम बढी कहिलेकाहीँ गयो भने कोही बेला चाहिँ ठिक्क गेम सकिसकेको हुन्छ नि त अनि फोटो खिच्न आउँदा त्यतिखेर चाहिँ थाकिराखेको हुन्छ हजुर स्पेसली अझै हार्दाखेरि हार्दा त कुरै अर्को भइसक्यो नि अब तपाईँलाई
के लाग्छ यो अघि भनिहाल्नुभयो जस्तो भेटरान्स भयो होइन ठुलोहरूको मात्रै म्याच गराइरहँदा चाहिँ के भयो भने यो ठुलोहरूको हाबी भयो जस्तो अहिले देशमा पनि परिवर्तन जेनजी आन्दोलन भयो तर यो ब्याडमिन्टनमा पनि झापामा अब त्यस्तै आन्दोलन गर्नुपर्ने अवस्था भयो होइन किनकि कमिङ जेनेरेसन नयाँ भाइ बहिनीहरूको लागि चाहिँ कुनै एउटा गेम गराउनु पऱ्यो स्कुल लेभल होस् जिल्ला लेभलको होस् पहिले त नगर स्तरै सुरु गर्दा हुन्छ त्यस पछाडि जिल्ला अनि त्यस पछाडि नेसनल गराइयो भने चाहिँ ब्याडमिन्टनमा पनि भोलि गएर नेसनल इन्टरनेसनल प्लेयरहरू निस्किन्छन् भन्ने कुरो हो तपाईँको सुझावले अब झापा जिल्लाका ब्याडमिन्टन खेलाडी हल होइन क्लबहरूले कसरी लिनेछन् हेरौँ भोलिको दिनमा राम्रै होस् होइन अरू केही छुटेका कुराहरू छन् भने झापावासीलाई अथवा ब्याडमिन्टन प्लेयर लभर खेलाडीहरूलाई चाहिँ के सुझाव दिनुहुन्छ ताकि तपाईँको कारणले चाहिँ भोलि गएर उहाँहरूलाई अझै जोस होस् बिहान उठेर अथवा बेलुकी कहिलेकाहीँ बिहान हल प्याक हुन्छ नि बेलुकी गएर पनि खेल्ने भन्नाले कुन एज लेभललाई सबैलाई भन्नु पर्यो त्यो त अब ब्याडमिन्टन अब त्यो हुन्छ नि अब एज अ प्लेयर हुनलाई नभए पनि आफ्नो हेल्थको लागि त एकदम राम्रो हो नि त ब्याडमिन्टन चाहिँ फिटनेसको लागि त ब्याडमिन्टन एकदम मानिन्छ किनभने ब्याडमिन्टन नै त्यस्तो गेम होला होइन जुन एज ग्रुपले पनि खेल्न मिल्छ क्या अनि त्यही हो आफ्नो हेल्थको लागि हो नि खेलिदिनु र पछिल्लो समय धेरै कर्मचारीहरू पनि खेल्नुहुन्छ कि जस्तो प्रहरी यता प्रशासनतर्फ अनि आर्मी होइन एफिएफका अब सरहरू एसपी साहबहरू अहिले पनि भिर्ताबाट खेल्न आउनुहुन्छ कि त्यो पनि एउटा राम्रो पक्ष हो नि यसले चाहिँ यो खेलसँगै एउटा आत्मीयता पनि त यसले त बढाउँछ नि भेटघाट गर्ने अवसर होइन त्यसरी पनि हेर्नु पर्यो र ब्याडमिन्टन खेल्न जानेलाई चाहिँ गाली गर्नु भएन घरबाट टाइममा खेलेर आयो भने त गाली गर्नु मिलेन ओहो ब्याडमिन्टन हलमै हरायो भनेपछि त गाली ठिक छ अब भोलिको दिनमा झापामा यहाँले भने जस्तो नयाँ न्यू कमर होइन भाइ बहिनीहरूको लागि एउटा ब्याडमिन्टनको लागि चाहिँ उज्जवल भविष्यको लागि हरेक हल अनि क्लबहरूले अनि संस्थाहरूले चाहिँ र विद्यालय विशेष गरिकन विद्यालयले चासो दिनु पर्यो खालि क्रिकेट फुटबल मात्रै होइन होइन त्यो पनि खेल्ने हो तर ब्याडमिन्टन प्रायोरिटीमा राख भन्नु पर्यो होइन स्म्यास अर ड्रप स्म्यास किन छिटो गेम सकाएर पोइन्ट ल्याउन स्म्यास हारेपछि म्याक्सिमम किल हुने चान्स हुन्छ नि त तर डिफेन्स राम्रो छ भने त हुँदैन नि रेली गर्यो लास्टमा स्म्यास हान्यो किल हुने त स्म्यास ल्यायो नि स्म्यास अनि ड्रप गऱ्यो भने त मर्न सक्छ नि ड्रप गरे तानी अगाडि पछाडि गर्ने अनि सेन्टरमा भएपछि स्किल गर्ने सिङ्गल अर डबल्स किन कम्ती प्रेसर हुन्छ हो र सिङ्गलमा धेरै प्रेसर हुन्छ तर ऊ पनि त सिङ्गलै हुन्छ नि हजुर दुवैजना सिङ्गल भएपछि त के प्रेसर भयो तर डबल्स खेल्न चाहिँ रमाइलो लाग्छ मलाई चाहिँ कहिलेकाहीँ ऱ्याकेट ठोकिँदा कस्तो फिल हुन्छ नराम्रो लाग्छ प्रेसर भाँचेको पनि छ कहाँ खेल्दा फिदिममा खेल्दाखेरि हो र हजुर अनि त्यो पछाडि गेममा आउन टाइम लाग्छ कि लाग्दैन ऱ्याकेट चेन्ज गर्दा हाम्रो ऱ्याकेट सबै प्योर ऱ्याकेट हुन्छ क्या सेम ऱ्याकेट एउटै सेम स्ट्रेन्थ सेम ऱ्याकेट सबै एउटै हुन्छ त्यही भएर यस्तै सिचुएसनको लागि चाहिँ हामी प्योर ऱ्याकेट गर्छौँ क्या एउटै खालको दुईटा एउटै खालको हजुर ग्रिप पनि सेम सबै सेम मर्निङ अर इभिनिङ ट्रेनिङ किन बिहान उठ्नु अलिक गाह्रो लाग्छ लाग्दै थियो मलाई त्यही भनौँ कि भन्दै थिएँ तर रेस्ट पनि चाहिन्छ नि हजुर मिनिमम रेस्ट कति टाइम भन्नाले रेस्ट गर्नु पर्यो भने चाहिँ कति रेस्ट गर्नुहुन्छ तपाईँ खेलिसकेपछि ट्रेनिङ सेसन सकेपछि हजुर जस्तो दिनमा कति घन्टा रेस्ट पनि गर्नुपर्छ अथवा रेस्ट चाहिन्छ कि चाहिँदैन बिहान ट्रेनिङ भयो भने आयो खाना खायो होइन अनि त्यसपछि फ्रेस भएर सुतिहाल्ने हो नेक्स्ट सेसनको लागि चाहिँ फेरि पुरै आफूलाई रिस्टोर गर्ने हो अनि फेभरेट टुर्नामेन्ट
पोसोरा ऱ्याङ्किङ टुर्नामेन्ट त्यही टुर्नामेन्ट मैले फर्स्ट आफ्नो जुनियर वर्स सिनियरमा गेम आफूलाई ठुलो अपग्रेड गरेको महसुस भएको त्यहाँदेखि चाहिँ जान्ने त होइन अहिले पनि आफूलाई जान्ने त भन्दिनँ आफ्नो ठाउँबाट सपोर्ट अहिले कस्तो पाउनुहुन्छ त्यसलाई कसरी लिनुभएको छ सपोर्ट एज इन कस्तो खालको सपोर्ट हुन्छ नि अब खेल्दैछ हाम्रो ठाउँकै हो चेली उहाँले भन्नुहुन्छ अरूहरू अब त्यस्तो के भयो भने मलाई चाहिँ मेरो अगाडि आएर कहिले पनि राम्रो खेल्दैछ नानी अनि तैँले हाम्रो ठाउँलाई एकदम प्राउड फिल गराइरहेको छ अहिलेसम्म मेरो अगाडि आएर चाहिँ भन्नुभएको छैन अहिलेसम्म सुनेको छैन र तर अब अरूको अब कतै के प्रोग्राम भयो भने चाहिँ हाम्रो ठाउँबाट चाहिँ यसो प्लेयर हामी निकालेको हो भनेर चाहिँ दिनुहुन्छ तर धेरै सपोर्ट पाएर आउँछ भने नि गेम बिग्रिन्छ नि तर आफ्नो ठाउँबाट मैले सपोर्ट पाएको भनेको जुन स्टार्टिङमा मलाई लग्नु भयो नि दिपक घिमिरे हजुर चिन्नुहुन्छ उहाँ त्यो त मेरो दाइ पनि होइन एकदम धेरै सपोर्ट गर्छ मेरो एभ्री गेममा कल गर्छ के इरर गरिस् गेम कस्तो खेलिस् सबै गर्छ होइन त्यो बाहेक अरूहरूले चाहिँ कङ्ग्रेचुलेसन लेख्नुहुन्छ फेसबुकमा तर दाइको चाहिँ गेम अलिकति बिग्रिरहेछ दाइ त अब गेम प्लेयर त्यो फिल्डमा हुन्छ होइन One word to describe yourself. Hard working. ले मात्रै त हुँदैन होला सबै मिल्नु पनि पर्यो मिल्नुपर्छ तर सायद मेरो मेहनतै होस् लाग्छ कि अब माटोको कोडबाट स्टार्ट गरेको मेरो जर्नी होइन मेरो नै हार्डवर्कले गर्दा नै म यो ठाउँमा पुगेँ नि त बाबालाई के सन्देश दिनुहुन्छ 3000 को र्याकेट बाबालाई त किनिदिनु भएको थियो अहिले त 18000 कोले खेल्नुहुन्छ है हजुर बाबालाई के भन्नु वर्डै छैन बाबालाई अब भन्नलाई त मम्मी त स्ट्रेन्थ भइहाल्नु पर्यो मेरो लागि त कति सुरुको र्याकेट किन्नको लागि कस्तो दुःख हुन्थ्यो सुरुमा मलाई त अब ब्याडमिन्टन भनेको त एकदम एक्सपेन्सिभ गेम हो नि त प्यारेन्ट्सको सपोर्ट बिना त हामी बच्चाहरूले नसोच्दा नि केही नसोच्दा नि हुन्छ कि धेरै महँगो गेम हो नि त अन्त म त्यो स्टार्टिङमा त धेरै स्ट्रगल गर्नु परिरहेको थियो र्याकेट युनेक्सको सुज मेरो त सबै युनेक्स हो जर्सीहरू सबै युनेक्स हो मेरो त सेकेन्डमा कुनलाई लिनुहुन्छ कुन कम्पनी युज गर्दा राम्रो युनेक्स मलाई ब्याडमिन्टनमा अरू त्यस्तो ब्रान्ड किन्ने मन लाग्दैन ठिक छ महत्त्वपूर्ण कुराकानीको लागि धन्यवाद छ थ्याङ्क यू